बैतडीका स्थानीय तहहरूले वर्षेनी खर्च गर्ने बजेट मध्ये चालु आर्थिक वर्षमा जिल्लाका 4 नगरपालिकामा मात्रै लगभग 3 करोड 35 लाख बराबरको बजेट कृषि क्षेत्रको लागि विनियोजन गरिएको छ। जिल्लाका स्थानीय तह मध्ये पाटन नगरपालिका, दशरथचन्द नगरपालिका, मेलौली नगरपालिका र पुर्चौडी नगरपालिका गरी 4 नगरपालिकामा चालु आर्थिक वर्ष 2081-82 को लागि पालिका, प्रदेश र संघीय अनुदान गरेर एक आर्थिक वर्षमा 3 करोड 35 लाख बराबरको बजेट कृषि क्षेत्रको लागि विनियोजन गरिएको हो। जिल्लाको पाटन नगरपालिकामा चालु आर्थिक वर्षमा कृषिको लागि जम्मा बजेट 30 लाख बराबर विनियोजन गरिएको छ। उक्त बजेट मार्फत नगरपालिका भित्र रहेका किसानहरूलाई सहजीकरणको लागि कृषि यान्त्रिक कार्यक्रम सञ्चालन गर्दै बेमौसमी तरकारी खेती, किसानहरूलाई 50% अनुदानमा मिनी टिलर, थ्रेसर जस्ता उपकरण उपलब्ध गराउने योजनामा रहेको बताउनुहुन्छ पाटन नगरपालिकाका कृषि शाखा प्रमुख महेश प्रसाद अवस्थी। अहिले हाम्रो चालु आर्थिक वर्ष 2081-82 मा पाटन नगरपालिकाले कृषि कार्यक्रम भनेर 10 लाख बजेट विनियोजन भएको छ। त्यो अहिले हाम्रो भर्खरै सम्पन्न कार्यपालिका बैठकले त्यो बजेटबाट कृषि यान्त्रिकरण कार्यक्रम र बेमौसमी तरकारी खेती कार्यक्रम सञ्चालन गर्ने, जसमा कृषकहरूलाई 50% अनुदानमा कृषि यन्त्र उपकरणहरू जस्तै मिनी टिलरहरू, थ्रेसरहरू उपलब्ध गराउने र बेमौसमी तरकारी खेतीको लागि आवश्यक पर्ने कृषि सामग्रीहरू उपलब्ध गराउने जुन हाम्रो 50% अनुदानमा तोकिएको व्यवस्था छ, त्यो अनुसार कार्यक्रमहरू सञ्चालन गर्ने भनेर चाहिँ बजेट 10 लाख मात्रै विनियोजन भएको छ पाटन नगरपालिकाबाट यो वर्ष। हाम्रो संघीय सशस्त्र अनुदान अन्तर्गत खाद्यान्न बालीको बिउ उपयोग अनुदानमा 50% अनुदान भनेर चाहिँ गहुँ बाली र धान बालीको बिउमा 50% अनुदान वितरण गर्ने भन्ने कार्यक्रम अन्तर्गत हामीले 53 क्विन्टल गहुँको बिउ वितरण गरिसकेका छौँ त्यो समयमै हाम्रो कार्तिकको महिनामा। र त्यसपछि अब धानको सिजन अब आउँदैछ। धानको सिजनमा पनि हामीले धानको उन्नत बिउहरू परम्परागत रूपमा लगाइराखेको बिउलाई अब केही सुधार र बढी उत्पादन लिने उद्देश्यले त्यो पुरा परम्परागत बिउलाई प्रतिस्थापन गरेर उन्नत बिउ प्रयोग गर्न प्रोत्साहित गर्न कृषकहरूलाई 50% अनुदानमा त्यो बिउ धानको बिउ पनि उपलब्ध गराउने कार्यक्रम सञ्चालन हुन्छ। त्यो संघीय कार्यक्रम छ। अब प्रदेशको कार्यक्रम हाम्रो साना सिँचाइ कार्यक्रम भनेर 12 लाख विनियोजन भएको छ। त्यसको सूचना प्रकाशन गर्नुपर्ने बाँकी नै छ। त्यो अब यो लगत्तै हामी त्यो पनि प्रकाशन गर्ने क्रममा छौँ। हाम्रो संघीय बजेट हाम्रो किसान सूचीकरणहरू लगायत त्यस्तो सामान्य रिपोर्टिङ सुपोर्टिङको कार्यक्रमहरूदेखि लिएर प्रदेशको चाहिँ 12 लाख प्रदेशको, संघीयको 8 लाख संघीयको र 10 लाखको जति झन्डै 30 देखि 35 लाखको हाराहारीमा होला हाम्रो। यस्तै दशरथचन्द नगरपालिकामा पनि चालु आर्थिक वर्षमा कृषिको लागि जम्मा बजेट 17 लाख विनियोजन गरिएको छ भने संघीय अनुदान अन्तर्गतको पशुसहित कृषिको लागि थप 1 करोड 60 लाख बजेट विनियोजन गरिएको बताइएको छ। उक्त बजेट मार्फत कृषकलाई अहिले हिउँदे बोट बिरुवा वितरण गरिएको बताइएको छ। सोही रकमले कृषकको खेतबारीमा रोग किराको संक्रमण देखा पर्ने भएकाले रोग किरा नियन्त्रणको काम गर्ने सँगै कृषि यान्त्रिक कार्यक्रम, कृषि एम्बुलेन्स, स्थानीय गुड उत्पादन सहित खाद्यान्नको बिउ वितरण गर्ने जस्ता काम गर्ने योजनामा रहेको बताउनुहुन्छ दशरथचन्द नगरपालिकाका कृषि शाखा प्रमुख दीपक कार्की। हाम्रो दशरथचन्द नगरपालिकाले नगर स्तरीय कार्यक्रमहरूको लागि 22 लाख रुपियाँ विनियोजन गरेको थियो सर। यसबाट हामीले हजुरको अहिले हिउँदे फलफुलको बोट बिरुवा वितरण गर्ने कार्यक्रम चलिरहेको छ। यसपछि कृषकको खेतबारीमा रोग किराहरू देखा पर्छन्, त्यो रोग किरा नियन्त्रणको कार्यक्रम छ, त्यो अब सञ्चालन हुन्छ। अब नगरपालिकाको त्यो कार्यक्रम हो। अब प्रदेश स्तरबाट हजुरको कृषि यान्त्रिकरण को लागि 15 लाख रुपियाँ विनियोजन भएको थियो। अनि कृषि एम्बुलेन्सको लागि भनेर 15 लाख रुपियाँ त्यो छ। अनि उत्पादनमा आधारित स्थानीय गुड उत्पादनको लागि 6 लाख रुपियाँ त्यसमा छ। त्यसपछि संघको कार्यक्रम हजुरको खाद्यान्नको बिउ वितरणको कार्यक्रम थियो। अब कृषक स्तरमा जाने भनेको हाम्रो यति कार्यक्रम हो। एउटा विशेष उत्पादन कार्यक्रम, यो विशेष आय आर्जन भन्ने कार्यक्रम छ, जसको लागि 1 करोड 60 लाख रुपियाँ विनियोजन भएको थियो। त्यो चाहिँ कृषि र भेटनरीमा दुईटैमा मिलाएर त्यो अब खर्च हुने वितरण हुने कार्यक्रमहरू छ। प्रदेशको 36 लाख अनि हजुरको 22 लाख नगर स्तरीय, 12 लाख रुपियाँ चाहिँ तपाईँको
सङ्घको थियो अनि 1 करोड 60 लाख चाहिँ त्यो अब कृषि र भेटनरी दुईटैलाई समेट्ने गरेर अब कृषिमा कति हुन्छ ठ्याक्कै र भेटनरीमा कति हुन्छ त्यो छैन अहिले। यस्तै जिल्लाको मेलौली नगरपालिकामा पनि चालु आर्थिक वर्षमा कृषिको लागि जम्मा बजेट 35 लाख विनियोजन गरिएको छ, जस अन्तर्गत नगरपालिका भित्र रहेका कृषकको लागि आयमूलक वृक्षारोपण गर्न माटो परीक्षण कार्यक्रम, मेलौली नमुना कृषि नर्सरी, नास्पति कलमी अभियान, हावापानी सुहाउँदो तोरीको बिउ खरिद तथा वितरण जस्ता कार्यक्रम रहेको बताउनुहुन्छ मेलौली नगरपालिकाका कृषि शाखा प्रमुख अनिल प्रसाद पन्त। बजेट चाहिँ हाम्रो लगभग सबैको पालिकादेखि चाहिँ हाम्रो 15-16 लाख जति छ सर पालिकाको बजेट। अनि बाहिर चाहिँ सङ्घको अनि प्रदेशको लगाएर 12 प्रदेशको 15वटा अनि कुल जम्मा गर्दाखेरि त्यही 35 लाखको हारेरमा होला सर, 30-35 लाख। सङ्घ र प्रदेशबाट सर बजेट उहीँबाट छुट्याएर नै आउँछ क्या सर। अब जसरी सङ्घको चाहिँ हाम्रो तोकेरै आउँछ कि माथिबाट नि बजेट हामीले छुट्याउन मिल्दैन क्या सर उताबाट। यहाँको नगरपालिकाको बजेटमा अब कार्यक्रम बनाउनु पर्ने, अब यहाँबाट हामीले चाहिँ एउटा कार्यक्रमको खाका बनाएर दिन्छौँ, अब त्यहाँ बनाउने टिमहरूले चाहिँ उनीहरूले चाहिँ बनाउनुहुन्छ। माथिबाट आउने बजेट चाहिँ उहाँहरूले नै तोकेर पनि दिनुहुन्छ कि यो काममा। जसरी हाम्रो चाहिँ मकैमा छ 14 लाख रुपियाँ छ, साना सिटीको छ त्यसमा 12 लाख छ। पालिकाको बजेटमा सर हामीले आयमूलक वृक्षारोपणको लागि माटो परीक्षण भन्ने छ एउटा, अनि एउटा मेलौली नमुना कृषि नर्सरी स्थापना भन्ने छ, अनि मेलमा नास्पति कलमी अभियान सञ्चालन भन्ने छ जुन भर्खरै हामीले सम्पन्न पनि गरिसकेका छौँ। त्यसै गरी चाहिँ अनि हाम्रो हावापानी सुहाउँदो उन्नत जातको तोरीको बिउ खरिद तथा वितरण भन्ने कार्यक्रम थियो, त्यो पनि हाम्रो सम्पन्न भइसकेको छ। अब उत्कृष्ट उद्योग व्यवसायीलाई नगद अनुदान भन्ने कार्यक्रम छ हाम्रो नगरपालिकाले, यो चाहिँ गर्न बाँकी छ। अहिले यो तोरी भटमास कोदोको खेती गर्नेलाई चाहिँ नगद 10,000 अनुदान भन्ने छ, यो पनि गर्न बाँकी नै छ। अनि अहिले चाहिँ हामीले यति हो सर यहाँको कार्यक्रम भनेको चाहिँ पालिकाको हाम्रो। जिल्लाका 4 नगरपालिका मध्ये पुर्चौडी नगरपालिकामा भने चालु आर्थिक वर्षमा कृषिको लागि जम्मा बजेट 40 लाख विनियोजन गरिएको छ। उक्त बजेटबाट नगरपालिकामा हिउँदे फलफूल वितरण गरिएको र अहिले कृषि पाठशाला सञ्चालनमा रहेको बताइएको छ। यस्तै नगरपालिकामा बिउ बिजन, मिनी किट, विषादी खरिद, साना सिँचाइ कार्यक्रम जस्ता काम गरिरहेको बताउनुहुन्छ पुर्चौडी नगरपालिकाका कृषि शाखा प्रमुख उत्तम बहादुर विष्ट। नगरपालिकाको लागि नगरपालिकाबाट 40 लाखको चाहिँ बजेट छुट्याएका छौँ होइन त। त्यसमध्ये हाम्रो चाहिँ केही कामहरू अहिले भइसकेका छन्। सिग्नल काम हुने भएको कारणले गर्दाखेरि जस्तै हाम्रो चाहिँ अब यो हिउँदे बोट बिरुवा चाहिँ वितरण कार्यक्रम, अनि चाहिँ हाम्रो चाहिँ यो एउटा पाठशाला सञ्चालन क्रममा छ, सञ्चालन गरिरहेको कृषक पाठशाला। अनि त्यस्तै गरेर हामीले चाहिँ अन्य भनेको चाहिँ बिउ बिजन, मिनी किटहरू छ विषादी खरिद गरिसकेका छौँ, त्यो काम पनि भइसकेका छ भने केही अब हाम्रो वर्षाको सिजनमा हुने कामहरूको अब थाहा सूचनाहरू आह्वान भइरहेको छ। जस अन्तर्गत अहिले भर्खरै साना सिँचाइ कार्यक्रमहरू चाहिँ सूचना आह्वान भएर छनौटको प्रक्रियामा छन् भने त्यस्तै गरेर अन्य कार्यक्रमहरू पनि सूचना प्रकाशित भइरहेका छन्। 10वटा स्थानीय तह रहेको बैतडी जिल्लामा वर्षनी करोडौं बजेट विनियोजन गरिने भए पनि उपलब्धि भने न्यून देखिने गरेको छ। 10 स्थानीय तह मध्ये 4वटा नगरपालिकाको मात्रै तथ्याङ्क हेर्दा चालु आर्थिक वर्षमा बैतडीमा 4 नगरपालिकाले 3 करोड 35 लाख बराबरको बजेट कृषि क्षेत्रको लागि खर्च गर्ने भएका छन्। रेडियो निङलासेनी, गोविन्द पन्त, बैतडी।